यहाँ अहिले पनौती यो कपालकोट डाँडामा चाहिँ नागराजा भगवानको स्थापनाको लागि मलाई राजकुमार दाइले चाहिँ पहिले भन्नुभएको थियो। पुरानो जुन उत्पत्ति पहिला जहाँ हुनुहुन्छ त्यसलाई एकदमै महत्त्व दिनुपर्छ र यहाँको पुरानो ठाउँमा चाहिँ त्यतिकै ओझेलमा पर्दै गएको छ। यस्तो चाहिँ नहोस्। यो ठाउँलाई पनि हामी एकदमै प्रख्यात गरौँ। नाग भगवानलाई मानेपछि चाहिँ के हुन्छ भने सहको कमी हुँदैन, अन्नको कमी हुँदैन र काल सर्प योगबाट पनि हामी बच्छौँ भनेर पुराणहरूमा नाग कथाहरूमा हामीले सुनिरहेको छौँ। त्यस हार्तिमाको मन्दिरको लागि बनाउनको लागि उहाँले पनि ठुलो योजना सोच्नु भएको छ यस भनेर भन्नुभयो। यसमा चाहिँ सबैले साथ सपोर्ट चाहिँ मलाई पनि दिनु होला किन एउटा विशाल मन्दिर बनाउनको लागि आफूबाट सम्पूर्ण भक्तजनहरूबाट लागिराख्नु भएको छ र उहाँले यहाँ पनौटीमा पनि एउटा कुशा देवीको नजिक ठाउँ पनि हेर्नुभएको थियो। हाम्रो हारेती माता श्याम गुरुले यहाँ मैले एउटा हारेती माताको मन्दिर बनाउँछु भनेर यहाँ पनि आउनुभयो। हजुरले युट्युबहरूमा फेसबुकमा पनि हेर्नुभयो होला। त्यहाँ शिव भगवानको एउटा प्रतिमा उहाँले देखाइराख्नु भएको थियो, आउनुभएको थियो र उहाँलाई म दुई शब्द बोलिदिनको लागि म हार्दिक अनुरोध गर्दछु गुरुदेवलाई, श्याम गुरुदेवलाई। सम्पूर्ण सनातन धर्मावली हाम्रो हिन्दू धर्म र ओमकार परिवारमा हुर्किनु भएको युवा युवतीहरू र आमा बुबाहरूलाई मेरो पहिले सुरु जय शम्भु, जय माता रानी। र अघि कलश यात्रा गर्दाखेरि सबैजना एकजुट हुँदाखेरि कति राम्रो देखेको थियो। यहाँ अहिले पनौती यो कपालकोट डाँडामा चाहिँ नागराजा भगवानको स्थापनाको लागि मलाई राजकुमार दाइले चाहिँ पहिले भन्नुभएको थियो र म यो पल्ट सिद्ध गरेर दोस्रो पल्ट भएँ र भालेश्वर महादेव पनि यी नजिकै पुरानो भालेश्वर महादेवको बारेमा त अब उहाँ गुरुले पनि भनिसक्नुभयो र अहिले भर्खरै हाम्रो मोहनीको महाराजा गुरुले पनि भनिसक्नुभयो। पुरानो जुन उत्पत्ति पहिला जहाँ हुनुहुन्छ त्यसलाई एकदमै महत्त्व दिनुपर्छ र अब चन्द्रगिरी डाँडामा भालेश्वर महादेवको नाममा अहिले होइन स्थापना गरेर त्यहाँ चाहिँ किनभने अब एउटा रमणीय ठाउँ देखिन्छ, भ्यू देखिन्छ भनेर त्यो हिसाबले त्यहाँ एकदमै भाइरल भयो होइन। अब यहाँको पुरानो ठाउँमा चाहिँ त्यतिकै ओझेलमा पर्दै गएको छ। यस्तो चाहिँ नहोस्। यो ठाउँलाई पनि हामी एकदमै प्रख्यात गरौँ किनकि हाम्रो यो पुरानो एकदमै महादेव त ओझेलमा पर्नुभयो भनेर यहाँ पनौतीवासीहरू तात्तिनु पर्यो जस्तो मलाई लाग्छ है। र अर्को कुरा चाहिँ कपालकोट डाँडामा जुन यो नागराजा भगवानको अघि गुरुले भन्नुभइसक्यो नागको शिर भएकै ठाउँ हो यो भनेर यहाँ अब यहाँबाट उता त मैले भनिराख्नु परेन। नाग भगवानलाई मानेपछि चाहिँ के हुन्छ भने सहको कमी हुँदैन, अन्नको कमी हुँदैन र काल सर्प योगबाट पनि हामी बच्छौँ भनेर पुराणहरूमा नाग कथाहरूमा हामीले सुनिरहेको छौँ। त्यसैले हाम्रो राजकुमार दाइले यो अभियान गर्नुभयो 108 त्रिशूल र यहाँ कपालकोटमा नाग स्थापना गर्नको लागि सेतीदेवी नाग स्थापना गर्नको लागि होइन सबैले साथ सपोर्ट दिनुभयो। अब यो नाग देवता स्थापना भइसकेपछि पनि राम्रोसँग नाग महाराजाको नाग भगवानको पूजा होस् सधैँभरि होइन सधैँ दिनमा र कसैको पनि यो डाँडामा यो ठाउँमा कसैलाई एकदमै काल सर्प दोष छ भने पनि यो ठाउँमा स्थापना भएको नाग देवताको दर्शन गर्नाले उसको काल सर्प योगहरू सब कटोस् है। भगवानसँग यही मेरो प्रार्थना छ। र राजकुमार दाइले भन्नुभएको जस्तै अघि अब के अरे हार्तिमाको मन्दिरको लागि बनाउनको लागि उहाँले पनि ठुलो योजना सोच्नु भएको छ यस भनेर भन्नुभयो। यसमा सबैले साथ सपोर्ट चाहिँ मलाई पनि दिनु होला किनकि सबैको एउटा इच्छा चाहना हुन्छ कि मरेर लानु त केही छैन होइन। सर्वप्रथम त पहिले सुरु मेरो जन्म दिने आमा नै मेरो गड हो किनकि
9 महिनासम्म गर्भमा आमाले दुःख कष्ट सहेर राखेको हुन्छ। त्यसपछि यो आकाश मुनि विशाल धरतीमा जन्म दिन्छन्, हुर्काउँछिन् हैन। सर्वप्रथम त मेरो गड भनेकै भगवान भनेकै मेरो आमा हो कि है। जन्म दिने आमा एउटा अब आमाको स्वरूप भयो भने एउटा जगतजननी आमा अर्को हैन, भगवान भगवती माताको पनि म हारती माको पनि आराधना गरेर बसिरहेको छु। त्यसैले मेरो हारती माको मन्दिरको लागि चाहिँ हो मैले एकदमै पहल दाइ यसरी माको मन्दिर बनाऊ, यस्तो ठाउँमा मलाई चाहियो जग्गा भनेर मैले भनिरहेको छु। यसमा चाहिँ अब सबैले आफ्नो माको मन्दिरको लागि चाहिँ दान दक्षिणाहरू हैन कस्तो हुन्छ भने यो मन्दिर बन्दैछ, जस्तो कि यहाँ हाम्रो नागदेवताको स्थापनाको लागि हामीले एकजुट भयौँ नि त हैन। अब भगवानको यो शक्तिको एउटा हतियार, पहिलो सुरु भगवानको हतियार भनेको त्रिशूल भनेर चिनिन्छ। भगवान शिवजी अति क्रोधित भएर ताण्डव गरेर त्रिशूल उठाएर पठाइदिनु भयो भने के हुन्छ, विस्फोटै भएर आउँछ नि हैन। त्यस्तै माँ भगवतीले महिषासुर मार्नको लागि पनि त्रिशूल नै चाहियो हो। त्रिशूलको लागि पनि हामी सबैजना एकजुट भयौँ भने माँ हारती माको लागि पनि मन्दिर बनाउनको लागि पनि सबैले मलाई साथ सपोर्ट दिनु होला है। दिनुहुन्छ कि हुन्न तपाईँहरूले आफूले सबैले दिनुहुन्छ भने चाहिँ हात उठाइदिनु, दिनुहुन्न भने चाहिँ अब कोही पनि बोल्नु भएन, हात पनि उठाउनु भएन है। दिनुहुन्छ कि हुन्न? ल जय होस्। र यो कपालकोट डाँडामा चाहिँ अहिले भइरहेको यो 18 पुराण देवी भागवत र नाग स्थापनाको लागि धेरै धेरै हार्दिक हार्दिक मङ्गलमय शुभकामना मेरो भित्री आत्मादेखिबाट। र भगवान पशुपतिनाथ भोलेनाथ बाबाले हामी सबैको रक्षा गरून्, कल्याण गरून् है। धरती माताले पनि यो अहिले नयाँ नाग स्थापना हुनुभएको यो धरती माको गर्भमा अब बस्दै हुनुहुन्छ। माले एकदमै राम्रोसँग स्वीकार दिउन्, किनकि धरतीलाई बोकेर बस्ने भनेकै नागको शिरमा यो धरती बोक्नु भएको छ भनेर हामीलाई सानोमा हाम्रो बुवाहरूले कथा सुनाउँदाखेरि भन्नुहुन्थ्यो। त्यसैले हाम्रो यो चारै सुरको नागहरूले चाहिँ हामी सबैको रक्षा गरून्, किनकि नाग हल्ले नभनी अब भनौँ न सही ठाउँमा नागले ठाउँ छोडेर जाँदाखेरि कस्तो हुन्छ, यो मेरो स्वयं आँखाले नै देखेको छ। कुनै पहाडमा फुक्का पहिरो गयो भन्छ नि हैन, त्यो पहाडमा नागहरू बसेको छ भने जब त्यो पहाडमा नागले छोडेर गयो भने नि त्यत्तिकै त्यो फुक्का पहिरो गइरहेको हुन्छ कि त्यो, किनकि यो सत्य घटना, यो हामी रामेछापमा जाँदाखेरि ठ्याक्क देखेको घटना हो यो। त्यसैले हाम्रो नागहरू भूमिहरूलाई, हाम्रो चार सुरको नागहरूलाई चाहिँ एकदम बलियो बनाउनु होला है। नाग देवता खुसी भयो भने नाग दोषहरू लाग्दैन। मैले अघि नै भनिसकेँ, अन्नको कमी हुँदैन, सहको कमी हुँदैन भने, किनकि व्यापारमा पनि नागराजालाई एकदम पुज्नुपर्छ हैन। तपाईँको अब जहाँ ज्योतिष देखाउ, आफ्नो घरमा जग हाल्दाखेरि पनि अब ज्योतिष देखाउँदाखेरि, माता पिता देखाउँदाखेरि एक तिम्रो त्यहाँ नाग छ भनिन्छ नि हैन। त्यो हो, त्यो भनेको अनुसारले उहाँहरूले हामीले अब देखाएको ठाउँमा, तपाईँहरूले सोधेको ठाउँमा ज्योतिषहरूले भनेको अनुसारले तपाईँहरूले चाहिँ पालना राम्रोसँग गर्नुभयो भने चाहिँ तपाईँहरूलाई कहिले पनि दुःख हुँदैन कि नागराजालाई मनाउनु भयो भने है। ल म चाहिँ यति नै भन्छु यति भन्दै म तपाईँहरूसँग बिदा हुन्छु। जय शम्भो, जय माता रानी। र हाम्रो राजकुमार दाइको यो कार्य चाहिँ सफल होस्, सबैजनाले साथ दिनु होला। जय शम्भो। जय शम्भो गुरुदेव, हजुरलाई धेरै धेरै धन्यवाद।